आमा दसैँ पछि त घर आउँछु भनेको थिएँ त आउनु भएन त तपाईँ जान्दैन अब त म जाँदिन हौ तँ मसँगै बस्न ल यतै अन्त बाबा चाहिँ कोसँग बस्छ बस्छ होला नि हौ अब तेरो बाउ एक्लै बसोस् एक्लै अलिक चाख्छ पनि नि पहिला हामी सँगै हुँदाखेरि रात दिन रक्सी खाएर आएर कम्ती कुट्थ्यो मलाई अहिले त बाबा राख्सी खानु छोड्यो मलाई पनि पिट्दैन तपाईँलाई पनि पिट्दैन जाउँ न आमा घर हे नानी अब त म जाँदिन हौ बरु भन्दा यसो बेला बेला तँ चाहिँ आउँदै गर्न यता यसो मलाई भेट्नु मन पर्यो भने कसैकोबाट मिस कलहरू गर्नु म कल गर्छु आधी बाटोसम्म आइस भने पनि म ल्याउन आइहाल्छु नि तँलाई ल त्यो त हो कि आज त तपाईँ र मलाई बाबाले भन्नु आउँदैछ घर जाउँ ल हामी आज तेरो बुढा आउँछु भन्दैछ त्यहाँ सुध्रे म भन्दै फकाउँला त्यहाँ खुक्क अगाडि सरेर जाने होइन नि अनि सुन आमा चाहिँ त्यहाँ ज्वाइँ सुध्रेछ भनेर त्यहाँ इमोसनल भएर छोरीलाई अगाडि सार्ने होइन नि अनि तँ त्यहाँ भेना गलेर आउनु भएछ भनेर त्यहाँ भित्र लगाएर डाइनिङमा लगेर टी कफी खुवाउने होइन नि त्यहाँ सुनिराख छोरी बाजे त्यसो नभन्नु न आज बाबा र म मिलेर आमालाई लग्छौँ नि घर पर्दैन तेरो आमाको लागि मैले अर्कै केटा खोजिदिएको छु तेरो बाउ भन्दा त कता हो कता राम्रो छ नि हौ 10 गुणा धनी छ नि सबैजना नमस्ते अन्त ज्वाइँ आउँछ भनेर अघि भेला भएको छ त अन्त छोरा अघि आइपुगिस् हजुर ए ल ल गएर जान्छ न भन्दैछु त म अरूको ज्वाइँ ससुराली आउँदा त मक 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 पर्फ्युम पो गनाउँछ हाम्रो ज्वाइँ ससुराली आउँदा त हेर रक्सी खाएर ओदान गनाएको होइन हौ ससुराबा यो त पहिला बिग्रिँदा रलपल रहेको गनाएको मात्रै हो अहिले त सुतेको छु नि अहिले त अलिक कम्ती पो गनाएको त म छोरी ल्याउन आएको छोरी लान्छु ल पर्दैन अब त सबैलाई सोद्धा पनि हुन्छ आमालाई सोद्धा पनि भयो यता सालीलाई सोद्धा पनि भयो तेरै बुढीलाई सोद्धा पनि भयो जान्छ कि जाँदो रहेछ ल सोध आफै औ अब त तिमी मसँग जान्छौ होइन जाँदिन म त तँसँग आमालाई सोध पर्दैन त्यस्तो मत्थु जयसँग हाम्रो छोरी चेली दिदिउँ न कान्छी छोरीलाई सोध्नु पर्दैन हामी त पठाउँदैनौँ न यस्तो मत्थु भेनासँग के हामीलाई हाम्रो दिदी घाँडो भएको छैन खानु दिनु लाउनु सकेकै छ यस्तो मत्थुहरूसँग कसले पठाउँछ अब त सुध्रे त हौ अब त तपाईँहरूको छोरी लानु दिनुहोस् न हौ पर्दैन यहाँ सबैजनाले भनेको सुनिहालिस् होला अहिले म तासमा हारेर आउँदा पनि यहीँ जास् भन्छ त्यहाँ पड्केको थाहा पाउँदैन है ल लास्ट ल भनेपछि बुढो तिम्रो छोरी मलाई दिने होइन त किन नदिनु हो काजी मेरो छोरी त पक्का काजीलाई मेरो ज्वाइँ भएको हेर्नु मन छ नि त हौ बुढो तिमीले हाम्रो काइसाब जस्तो ज्वाइँ कहाँ पाउँछ र हेर त्यो दान गनाउने रे तिम्रो छोरीलाई कुटेर रात दिन बिजोक पार्यो हाम्रो काइसाबले तिम्रो छोडिदियो भने रानी बनाएर राख्छ भनेपछि बुढो बिहाको चाँजो माजो मिलाउ होइन ए मिलाउ मिलाउ एकछिन काजी मेरो फोन आयो हेलो घरमा छोरी छैन अरे ए म आए घरमा छोरी छैन अरे त पक्कै पनि त्यो मथुले अपहरण गरेन मेरो छोरीलाई यदि त्यस्तो हो भने त्यसलाई म के गर्नुपर्छ मैले जानेको छु जुम काजी अहिले चाहिँ यो बुढो चाहिँ किन अत्तालिँदै आउनु कान्छी छोरी पो घरमा आएको छैन भनेको त ए भन्नुपर्छ नि त म त जेठी छोरीलाई पो त्यो मथु ज्वाइँले अपहरण गर्यो होला भनेर नि तिमीहरू सुर्ता नगर आइहाल्छ कसरी सुर्ता नगर्नु बाबा कति फोन गरिसकेँ मैले यहाँनिर फोन पनि स्विच अफ छ त्यसको किन सुर्ताउनु हो तिमीहरू मिसिनेरी चिज चार्ज सक्यो होला नि त फोन पो आएको छोरीले गरेछ त हेलो हेलो बाबा मलाई नखोज्नु ल मैले भेनासँग बिहा गरिसकेँ शाली कमला बिमला त पहिला गइन् भेना समाला शाली कमला बिमला त पहिला गइन्